भोटर कार्डको पीडीएफ कसरी डाउनलोड गर्नुहुन्छ आज म सिकाउन गइरहेछु। तपाईले यो भिडियो ध्यान दिएर हेर्नुपर्छ अनि पेजलाई फलो गर्नुपर्छ यदि नयाँ भ्युअर्स हुनुहुन्छ भने। अहिले भोटर कार्डको पीडीएफ चाहिँ सबैमा युज हुने गर्दछ। जस्तै आधार कार्डमा अपडेट गर्नुदेखि लिएर पासपोर्ट एप्लाईदेखि लिएर हरेक चिजमा भोटर कार्डको पीडीएफ ई भोटर माग्ने गर्दछ। र आज म सिकाउन गइरहेछु भोटर कार्डको पीडीएफ कसरी डाउनलोड गर्ने यदि मोबाइल नम्बर लिङ्क छ भने। छैन भने चाहिँ तपाईले कमेन्ट बक्समा कमेन्ट गरिदिनुस् होला मेरो भोटर कार्डमा मोबाइल नम्बर लिङ्क छैन भन्नुस्। हामी अर्को भिडियो पनि बनाइदिनेछौँ तपाईहरुको लागि मोबाइल नम्बर लिङ्क गर्ने। तपाईको फोनको स्क्रिनमा गएर तपाईले गुगल क्रोम खोलेर गुगलमा जानुहोस् र तपाईले भोटरको इसिआईमा गएर भोटर पोर्टल लेख्नु होला। यति लेख्दा पनि हुन्छ अनि तपाईको यहाँ voter.eci.in आइहाल्छ। अनि तपाईले यहाँनिर गएर लगइन गर्नुपर्ने हुन्छ। लगइन यदि तपाईले लगइन रेजिस्टर गर्नु भएको छैन भने साइन अप गरेर तपाईको मोबाइल नम्बर अनि तपाईको नाम हालेर ओटीपी हालेर साइन अप गर्नुस् अनि पासवर्ड क्रिएट गरेको हुनु पर्यो। नभए तपाईले ओटीपी को थ्रुबाट साइन अप गरेर अनि यहाँनिर लगइनमा जान सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो अलरेडी साइन अप छ र हामी यहाँ लगइनको अप्सनमा जाँदैछौँ। फोन नम्बर तपाईले जुन चाहिँ नम्बर लगइन गरेको हुन्छ त्यो नम्बर यहाँ लगाएर अनि मुनिपट्टि तपाईको क्याप्चा फिलअप गर्नुपर्ने हुन्छ है। अनि तपाईले ओटीपी को लागि वेट गर्नुपर्ने हुन्छ। हजुर ओटीपी आयो भनेपछि तपाईले यसरी ओटीपी पनि फिलअप गर्नुपर्ने हुन्छ। 5 3 किसरो आज त ओटीपी 5 3 4 8 1 2 अनि यहाँनिर भेरिफाई एन्ड लगइनमा क्लिक गर्नुपर्ने हुन्छ। र तपाईले यहाँनिर सिधै तपाईको एकदम सजिलो चाहिँ कहीँ पनि नजानुहोस् है। यहाँनिर तपाईको डाउनलोड ई भोटर भनेर आउँछ। इपिक डाउनलोड भनेर आउँछ। यहाँ इपिक डाउनलोडमा तपाईले क्लिक गर्नुहोस् र तपाईको इपिक डाउनलोड भनेर भोटर कार्डको माथिपट्टि तपाईको इपिक नम्बर हुन्छ। जस्तै TQ है G2 574846 अनि यो हालेर तपाईको स्टेट सेलेक्ट गर्नुस् होला। यो चाहिँ मैले एकजना भाइको गर्दैछु र वेस्ट बेङ्गल सर्च गर्छु अनि यहाँ भाइको नाम आउँछ अजित भुजेल है। वीरबहादुर भुजेल आयो र यसमा नम्बर लिङ्क भागमा ओटीपी जान्छ। सेन्ड ओटीपीमा क्लिक गर्नु नबिर्सिनुहोस् होला अनि मात्रै ओटीपी जान्छ। र ओटीपी आएपछि यहाँनिर ओटीपी भेरिफाई गरिदिनु पर्ने हुन्छ र भेरिफाई भएपछि डाउनलोड हुन्छ र तपाईले डाउनलोड गरेपछि यसलाई सेभ गरेर यसरी सेभ गरेर